हेलो गाइज नमस्ते वेलकम टु सनमन लाइफ एउटा छोटो ब्लगमा अहिले चाहिँ एकदम धेरै पछि नै म अहिले तपाईँहरूको माझ आइरहेको छु। आज किन आइरहेको छु भन्दाखेरि तपाईँहरूलाई छोटो मिठो एउटा खानेकुरा कसरी बनाउने भनेर टक्क देखाउँदैछु। के हो खानेकुराको नाम एकदम घाना नाइजेरियातिर फेमस उहाँहरूको नेसनल डिसै होला सायद, त्यसलाई चाहिँ फुफू भन्दो रहेछ। कसरी बनाउने के हो यो तपाईँलाई सबै त्यो स्पष्ट भिडियोमा देखाउने छु। प्लिज किप वाचिङ। यस दिस इज द थिङ्स। यही हो, यसमै बनाउने हो। सिमल तरुल यसलाई भन्छ होइन। यसबाट फुफू बनाउँछ। यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि यसलाई तासेर सानोमा चप गरेर अनि यसलाई चाहिँ ब्लेन्डरमा मिक्सरमा मजाले पिस्ने अनि त्यो लेदोलाई चाहिँ पकाउने हो। कस्तो हुन्छ के हुन्छ पहिलोचोटि बनाउनु जाँदैछु। आई डोन्ट नो, थाहा नै छैन कसरी कस्तो हुन्छ के हुन्छ यसको टेस्ट के हो केही थाहा छैन। आज ट्राई गरिदिउँ न यसो भनेर ट्राई गर्न खोजेको। ल है त सुरु गरौँ। त्यो यस्तो भयो होइन। यसलाई चाहिँ अब मिक्सरमा पुरै लेदो बनाउने हो। त्यसपछि अनि च्याप्प लाएर त्यो लेदोलाई पकाउनुपर्छ है त। हुँदैछ है, यो चाहिँ यस्तो भयो। जे होस् पहिलोचोटि बनाएको जे होस् हुँदैछ। हुन्छ भन्ने चाहिँ ठुलो विश्वास छ। राम्रै भइरहेछ अहिलेसम्म चाहिँ। फेरि यो नेपाली अचार पनि रेडी हुँदैछ। यो नेपाली अचार चाहिँ टक्क लाएर यो फुफूसँग झ्याममा खानुपर्छ। अलिकति यसमा घिउ पनि एड गर्न लागेको। घिउले चाहिँ हल्का राम्रो छन् स्मेल प्लस स्मेल बनाउँछ नि त। चाहिँ त्यो भैँसीको घिउ हो। भयो होला बेबी, हामीले भैँसी पाले खाम नि त है। ल फाइनली पाक्यो है। फुफू नि पाक्यो सबै कुरा पाक्यो। अब चाहिँ त्यो हाल्ने बिस्तारै कस्तो भएको छ भन्दाखेरि टक्क यस्तो भयो है। हुने नै यस्तै होला होइन। यस्तो चाहिँ भयो। टक्क खाम हो। म नाइनो म धेरै खादिनँ कि त्यो खाऊ तिमी, म खान्छु। अनि यो केसँग खाने भन्दाखेरि चाहिँ हामी चाहिँ एकदम नेपाली स्टाइलको चिकन करी यतिकै यहाँ हालिदिनु चाहिँ यही हो होइन। यतिकै हालिदिनु बेबी हेर्नु त्यहाँ। त्यहाँ हाल न झ्यामझुम के भयो त।
नेपाली स्टाइलको चिकन करी टक्क लाएर यसरी हाल्यो जुन बजाउने हो। वी हेभ अचार अल्सो। यो अचारलाई चाहिँ छुट्टै टक्क राख्नु पर्ला, यहीँ मिसाउने कुरो त भएन। यो चाहिँ यस्तो भयो है गाइज, खतरा भयो है। ल गाइज, यसलाई खाने तरिका यस्तो हो, टक्क अलम टाल्ने यहाँ। मिठो हुँदो रहेछ तरकारी, अझ साह्रो हुनु तरकारी मिठो छ नि त, तर यस्तै हो जस्तो लाग्छ मलाई चाहिँ, थाहा छैन, आई डोन्ट नो। अब कमेन्टमा भन्नुहुन्छ यस्तो पनि हजुर आएन त यस्तो के यस्तो गर्ने यस्तो गर्ने हो। You don't know the technique. यसो गर्ने भने अचारलाई भेला गर्नुभयो बेबी। झोल चाहिन्छ? हजुरलाई मैले पकाएको तरकारी हुन सक्छ, मन पनि के हो भन्नु त, जता जान्न चाहन्छ। ए मासु अहिले खाइरहेको मासुमा त मासु भेजमा भेजमा भेज मासु क्या भेजमा भेजमा मासु मिसाएको यस्तो भनेको होइन कि मैले भन्छु। ए मासुमा अरू मन पर्दैन, मनपर्छ। मेरो फेभरेट अचार हो यो चाहिँ। सुबह मैले बनाइदिएको। I think this acar is quite healthy पनि के। Like everything green. Kind of salad to. Salad with spices. लास्ट बाइट फुफूको होइन, यो चाहिँ लास्ट है। लास्टलाई चाहिँ स्वाद दिएर खानु पऱ्यो है, यस्तो गरेर। यो खाना मलाई खानाको टेस्ट लिनु छैन आज, किन भन्दाखेरि मैले यो खाएको छु, मलाई यसको टेस्टमा छोड्दैन। प्लिज भन्नु, प्लिज प्लिज बेबी, प्लिज बेबी। हात जोड्छु, हात जोड्छ तर जोड्दिनँ, यस्तो गर्छु। ओके,
Alright. Thank you so much for this nice chicken and this my favorite achar. You smash it. I always do. I believe you. Say something new that I don't know. मासु बाबा है मिठो मासु खाने हाम्रो घर आउनु सबैजना सबलाई पकाएर खुवाइदिनु आउँदाखेरि कुखुरा लिएर आउने एकवटा पर्दैन बेर पर्दैन खसी लिएर आउनु पर्दैन अरे खसी लिएर आउने हामी खसी होइन च्वाचे ल्याउनु च्वाचे त्यो चाहिँ नि राङै लिएर आउनु राङो रे पाइन लायो लास्ट लेग पिस है यसलाई चाहिँ मिठो भ्याइ मेछ किन हाल्यो मलाई यो मैले हालेकै छैन कसैलाई पनि मैले हालेकै छैन आफ्नै थालमा भएको मासु हो मैले हालेकै छैन मेरो सब पेट भित्र गयो यो खाना यस्तो मलाई खान लाग्यो यो उनीहरू फुत्तर हालिसकेको मैले हालेकै छैन खाऊ यो आफै मैले हालेकै छैन कसैलाई मलाई मासु मनै पर्दैन किन हाल्छ त्यही किन नाटक गर्नुहुन्छ कि मासु मनपर्ने मान्छे पुरा खुरखुर मान्छेहरूको अगाडि नाटक नगर्नु न कस्तो मिठो बनाएँ मैले युजली के हुन्छ भन्दाखेरि मेरो हात चाहिँ खाना खाने बेला यति धेरै मेस चाहिँ हुँदैन है आज चाहिँ त्यो फुफु खा भएर हो क्या यतान्छु यहाँ उतान्छु यहाँ यस्तो गर्दै गर्नु पऱ्यो नि त मै उठ्ने हो सक्यो फाइनली भ्याइयो खाना खाएर थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो माया गर्दै गर्नु होला लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला है त